बाबुले त त्यो फुलको हामीलाई चाहिँ यो फुलको नाम भनेको घन्टी फुल। घन्टी फुल। हाम्रो बहिनी चाहिँ यसरी यहाँ हेर्छ, तमासा हेरेर बसे, काम भने केही गर्दैन, अल्छी। यसले काम गर्ने त कुटुम अइको बाँकी छ पर्ला। कुटुम पाठो उता घाँस खाँदैछ। यसलाई कुट्नु न। ऊ मलाई कुट्नु भन्दा केही भन्दिन है मम्मी। फुलबारीमा त फुलै फुल छ। यो फुलको नाम चमेली, यो फुलको नाम लिल्ली, नेपालीमा के भन्छन्? म चाहिँ यो फुलको घन्टी फुल। नेपालीमा चाहिँ म चन्द्रमुखी। यो फुलको नाम चन्द्रमुखी। जाबा कुसुम भन्छ। यसलाई नेपालीमा जाबा कुसुम भनिन्छ, म मिलाउनु होला। इङ्ग्लिसमा लिल्ली, यो चमेली, यो घन्टी फुल। मम्मीले अम्बा पनि लाउनु भएको छ। यस्तो राम्रो अम्बा फलेको छ। ढाडे अम्बा खाने हेर न तँलाई। बाबु यहाँले त मैले खान्छु भने ऊ हतार हतार। दाइ पनि पारेर खाऊ। मम्मी तर मिठो चाहिँ रहेछ है यहाँको अम्बा। मिठो छ है छोरी। रसिलो छ। रसिला अम्बा छ मिठा। हल्ला आउँछ अनि कहाँबाट अमिलो भइहाल्छ। फुलसारी सारी मुनि 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 मुनि। मिर्ग कराउँछ त म। बाख्राको होला। मिर्ग। यसले बोडी सबै बारीको बोडी सक्छ। सबभन्दा देख्छिस् क्या बाकर आयो भने चाहिँ त भाइ मुनि 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 जुठो। त्यही पनि म खान्छु। कस्तो कमल रहेछ मम्मी। फेरि खाने यहाँ अम्बा यहाँ बाक्लै रहेछ नि यहाँनिर। ल छ न अम्बा। ल हिँड लु रात पर हिँड आऊ। जम जम ल। आऊ मुना आऊ। हामीले फुल लगायौँ। टाइगर बिस्कुट लु दिनुभयो।